Google bye bye Google बल्ले बल्ले भाइ apa गर्दैन apa बल्ले मम्मालाई apa किन छोरा चाहिँ बारीमा बसेर बुझ्न सकाउने भयो यहाँनिर बुझ्नु उ नाच्दैछ भाइ म त डाले 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 अन कहाँ छ त्यहाँ छ ल बजाइदेऊ न हेलो एभ्रीवन गुड मर्निङ सबैजनालाई वेलकम ब्याक टु माई च्यानल तपाईलाई स्वागत छ गाइस आजको मेरो न्यू भ्लगमा आज धेरै दिन बाद म के भन्छ भ्लग गर्दैछु गाइस जो अस्ति लास्ट भ्लग चाहिँ मेरो तपाईले उता के अरे म माइतामा थिएँ चारधाम गएको थियो हैन त्यहाँदेखि चाहिँ मैले भ्लग गरिनँ किनभने नानीले गर्दामा आजकल क्या त्यस्तो उयो पनि लाग्दैन हो पुरा बिजी हुन्छु अनि आजकल पुरा शेड्युल बिजी छ क्या मेरो त्यही कारण चाहिँ हो अलिकति मेरो म बिमारी पनि थिएँ अनि त्यही कारण चाहिँ मैले भ्लग गर्नु पाइनँ हो सो टाइम पाउँदैन क्या आजकल एडिट गर्नु त्यो गर्नु फोन पनि हेर्नु टाइम पाउँदैन आजकल त हो बेलुका एकछिन हेर्छु निन्द्रा लागिहाल्छ सुतिहाल्यो हो त्यस्तो नै चल्दैछ र आज चाहिँ मैले भ्लग गर्दैछु जे हुन्छ कस्तो हुन्छ भनेर हो स्टार्ट चाहिँ गरिरहेको छु र अहिले चाहिँ रेडी भएर एकछिन हामी चाहिँ ब्याङ्क जान आँटेको तल सालबारी काम छ मेरो ब्याङ्क भने पनि त्यही ब्याङ्कसम्म नै जान आँटेको काम छ दिदी बाहिर रेडी हुनुहुँदैछ मैले चाहिँ नानीलाई खानाहरू बनाइदिएर सबै बनाएर गएको आएर उसलाई खाना खिलाउनु पर्ने हुन्छ हो सो गाइस भेट्दै गरौँ है एकछिनमा छोरा चाहिँ यहाँ छ गाइस धम्बरधुस भएर अहिले के गरेको बसन मामाले पक्रेर लिएर गएको थियो के भयो भाइ कता जाने बारीमा गएको चल्लाएर राख है चल्ला बाई बाई म गएको ल बाई बाई गरिदेऊ म गएको ल ल ल ल बाई बाई ल मिठी ल्याइन्छ ल ल गाइस अब चाहिँ हेलमेट झऱ्यो अब चाहिँ हामी निस्केको हो ऊ तल पुगेछ बोजू नाति फेरि बारीमा भाइ तल पुगेछ फेरि बोजू नाति बाई बाई काबु बाई म गएको ल यस भाइ अब कस्तो राम्रो देख्यो पिम्पल्स त हामी उ गएको एकछिन सालबारी गएको ला हेलमेटको त यस्तो भएको रहेछ नि त के पिजोको हेलमेट त हाम्रो पनि यो आज शनिबार हाट होइन हौ ब्याङ्कसम्म गएको हौ चियाको हेर न हामीले बाई बाई गएको स्कुटी कुदायो फुपूले स्कुटी कुदायो बिचारालाई लगेन खै टायरहरू मजाको फेरेर अगाडि पनि ठुलो हालेको टायर त कत्रो छ त अन्त टायर त ठुलो छ त अगाडिको पनि ठुलो हालेको हेर मेरो छोराले हेरेको मैले बाई 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 गरिदेऊ न बाई गरिदेऊ नि छिटो पछा हेर न बाई गएको बाई गाइस म चाहिँ भर्खर आइपुगिसकेँ ब्याङ्कबाट सालबारीबाट हो मैले चाहिँ स्पिड यति अत्तालिँदा आएको हामी होइन यो नानी त अब सुति पनि सक्यो किनभने भाइलाई खाना खुवाउनु पर्ने थियो नि त अन्त म र दिदी थिइनँ अन्त आमासँग त्यसो मान्दैन नि त उसले खाना खानु अन्त चाहिँ के अरे छिट्टो आउनु पर्थ्यो खाना खुवाउनु लागि नानीलाई फोन देखाउँदै खुवाउनुपर्छ नि त उसलाई फेरि हो तर के भयो भन्दाखेरि चाहिँ उसले खाएछ आज त आमाले खिलाउनु भएछ हो खाएर पनि म आउँदा पनि सुतिरहेको रहेछ स्पिड आएको त हो केही बुन पानी पनि हालेको छैनौँ हामीले चाहिँ अब चाहिँ खाना खान्छौँ लुगा फ्रेस फ्रेस भएर ल तपाईँले एकछिन भेट्छु ल गाइस हाम्रो काबु चाहिँ यहाँ गाइस भर्खर उठेर चाहिँ डेरी मिल्क खाँदैछ हाँस्दै भाइ ताली बजाइदेऊ छिटो आउँदैन
जिस्किँदैछ यहाँ ल लुगा फेर्नुपर्छ ल ऊ त लुगै नफेरि सुतिरहेको थियो रहेछ हो म आउँदा चाहिँ सुतिरहेको थियो ऊ आमाले सुताउनु भएको थियो अब उसलाई चाहिँ म लुगाहरू फेरिदिन्छु है भाइ लुगा फेर्नुपर्छ मुख पुस्नुपर्छ मुख धुनुपर्छ ल ओके टिक्की लाउनुपर्छ टिक्की पनि लगाएको छैन रहेछ है के खाएको तिमीले भनिदेऊ न देखाइदेऊ त म त डेरी मिल्क खाँदैछु है गाइस भनिदेऊ न ल्या खत्तम गर्दैछ खत्तम खाइसकेर चाहिँ खत्तम गर्छ है तुर्यो भने चाहिँ उसले ल्या खत्तम भाइ बल्ले गर्दै बल्ले आयो भाइ हप्पा भाइ हप्पा हप्पा त्यहाँ जाउँ न अन्त गाइस मैले चाहिँ काबुलाई ह्यान्डसम बनाइदिएँ लुगा सुगा फेरिदिएँ हो एउटा लुगा फेरिदिएँ कि भर्खर अर्को माथिको त्यसमा त डेरी मिल्क खाएर लगाएर फेरि अर्को फेरिदिएको लुगा फेरिरहनु मात्रै पर्छ आऊ भन्दैछ उसले चाहिँ पापा आऊ भन आऊ पापा आउँदैछ नि ल काबुको पापा आउनुहुन्छ तर कहिले है डु भाइ बल्ले हप्पा गर्दै न हप्पा बल्ले मम्मालाई हप्पा या ल हिँड्न ल मेरो छोरा चाहिँ अङ्गुर खाँदैछ गाइस अङ्गुर र बयर छ यहाँ बयर मम्मा सानो खान्छ ल भाइ दिन्छ ल अमिर भयो क्या अमिर छैन त नगर नि त्यसो त वाउ टेस्टी मुख त हेर न भाइ ढले गर्दै ढल्दैछ हाम्रो दिदीको चाहिँ लुगा हेर्नुहोस् गाइस कति दिनको लुगा धुँदैछ यहाँनिर मलाई यस्तै मन पर्छ नि त एकदम थुपार्छ लुगा चाहिँ भक्कुवा देख्छ त्यो धुन्छ है भाइ ऊ नाच्दैछ भाइ म त डाले खै रुकुमै कोटा भन्ने नाचेको न रुकुमै कोटा गाइस ठिक्कै भने हाम्रो दिदी चाहिँ नआउँदैन लुगा मात्रै थुपार्दै रहेछ काबेज नाच्दैछ फेरि रुकुमै कोटा लु हेर्नुहोस् त गाइस मेरो छोरा यहाँ बारीमा बोजूलाई सघाउँदै रहेछ आऊ भाइ काबु ल्या हेर डुकु टिपेको ल्या मेरो छोरा चाहिँ बारीमा बसेर बोजूलाई सघाउने भयो है यहाँनिर बोजू डुकु टिप्दैछ टिपा डुकु टिपा त यो डुकुमा पुरा उयो छ हौ कसरी दिन अस्ति उयो जस्तो गरेको जस्तो क्या धनिया मजाको भएछ उयो पराएको चाहिँ के हो आमा यो सोप ए उयो तोरीको साग ए मुलाको साग हो यो मुलाको साग यहाँनिर चाहिँ छ साग आलुहरू आलु ए भाइ लुगा मैला भयो उठ त यो गेट चाहिँ बन्द गर्नुपर्छ ल तिमी जान्छौ नि त बाहिर यहाँ हेर
ल म गएको ल भाइ म गएको ल छिटो 1 2 3 छिटो साइकल खेल्ने अब काब्रेनको चाहिँ हेर्नु नि गाडीहरू सब भित्काएर के छैन यसको अस्ति ल्याइदिएको टायर छैन अनि यसको के छैन जाउँ भाइ साइकल खेल्नु यहाँ खेल्नु खेल्ने बस्ने त्यहाँ बस्ने हर्न बज्दैन भाइ हर्न कहाँ छ त्यसको हर्न कहाँ छ त्यहाँ छ ल बजाइदेऊ न अन्त कम्तीको बाटो छैन त अझ खै तिम्रो गाडीहरू त्यहाँ बस्ने ल बस्ने त्यहाँ बस्ने अहिले चाहिँ म काब्बुलाई साइकल खेलाउँदैछु गाइज हो भाइ हर्न बजाइदेऊ न अन्त छिटो हर्न बजाइदेऊ यसको चाहिँ हर्न अलिक साह्रो रहेछ नि त उसलाई बजाउनु जुम बाई गर्दै न बाई सबलाई बाई हेर न एकछिन